ल साथीहरु माछा हेर्नु होला है त हिजो पानी परे पछाडि चाहिँ माछा मार्नु गएर चाहिँ यत्रु ल्याउनु भएको छ साथीहरुले यतानिर माछा पकाउनको लागि चाहिँ अब चाहिँ माड मसलाहरु रेडी गर्दै हुनुहुन्छ यहाँनिर देख्न सक्नुहुन्छ त्यसरी के माड मसलाहरु तयार गर्दै हुनुहुन्छ यहाँ हाम्रो भाइ यता खोर्सानीहरु के लाउँदै हुनुहुन्छ उहाँ तल हाम्रो मामा यतानिर पानी हाल्दै हुनुहुन्छ एकजना अङ्कल चाहिँ यता भने फेरि माड मसला लगाउँदै हुनुहुन्छ यता चाहिँ लगाउँदै हुनुहुन्छ दाजु एउटा ग्लास दिनु र अब चाहिँ भने सब त्यो त के हो भने यो भिडियो हेर्नु होला है त पुरा पानी घरीमा चाहिँ यति साह्रो माछा पाउने रहेछ कि यता मामाले दिनुभयो अब चाहिँ भने माछा पकाउनु हुँदैछ त माछा हाल्नु हुँदैछ हेरौँ त कति हुने रहेछ भाइले लगाउँदै हुनुहुन्छ आहा माछा त के हो नि चल्दैछ त हो जिउँदै रहेछ माछाहरू त यो के हो कति धेरै हो यो माछा एउटा गाँगटा त जिउँदै रहेछ त जिउँदै पनि रहेछ मातेर मरिने पुरा चल्दैछ यति धेरै छ कि यति धेरै कति धेरै ल्याउनु भएको थियो हो माछा चाहिँ माछा चाहिँ जिउँदै तेलमा लगाएर चाहिँ यस्तै चलिरहेको छ ल हेरौँ है त कस्तो हुने रहेछ अब के हो यो कति धेरै हो तेलै मात्रै छ त हो अनि माछा मात्र ल हेर्नु त तेलै मात्रै छ ओहो माटो छ अङ्कल त्यसो त होइन ल ए फाल्दिनु कति धेरै हो यो माछा के साह्रो पाएको हो फेरि यतातिर 10-15-20 मिनट मात्रै जानुभएको थियो माछा मार्न चाहिँ यति लिएर आउनुभएछ भनेपछि कति धेरै पाउँदो रहेछ त माछा भाइले चाहिँ चलाउँदैछ त फेरि अब चाहिँ भने माछा चाहिँ रेडी भइसक्यो है त अब चाहिँ के हो माछा त यस्तो भएछ त हो यही त ल अब चाहिँ सबैजना बसेर चाहिँ खाना खाँदैछौँ यतानिर देख्न सक्नुहुन्छ